दामी भइरहेको दिनदिनै वेदर चेन्ज हुन्छ हिजो कस्तो थियो आज कस्तो भोलि कस्तो बबाल जोस दामी भइरहेको वेदर त अहिले चाहिँ यार अब यस्तै हेर्ने गाइजहरू है त मिठो देखिन्छ यार ल है त टाइम अफ ब्राइटनेस बढाउँछु ब्राइटनेस त ठुलो छ त अहिले है 82 होला नि है त्यहाँ सुजनसित बोलेको गरे अनि सुजनको त अनि थप्राइदेखि न त के अरे ब्राइटनेसै नभएर 2081 सालको विजया दशमीको सबैलाई शुभकामना छ ल सही धेरै धेरै धन्यवाद तेरोमा ब्राइटनेस हाम्रो उलेरी गाइज देश विदेशमा भएको सबै केटाहरूलाई होइन मेरो सम्झना सबैलाई फली फुलोस् होइन राम्रो स्वास्थ्य त्यही हो जमारा र टिका लाउनु त युएसमै आउनुपर्छ कि के आशिक त हालिहालिस् गरे आशिक हालिहालिस् गरे जमारा र टिका भयो जस्तो लाउनु सही हुन्छ कस्तो उसै नदेखेको क्या अब के भन्छ त्यो मै स्क्रिनमा धरि मैलाई देखिन्छु क्या अब के ल अलिअलि देखेर देखेको 5 को थोप्रा हेर केटा 5 को थोप्रा हेर सही ल है त सारा टु के हो रे तेरो भ्लगको नाम विजय भ्लग विजय पुन straight out of fucking Banthati अनि अरु केही अरु त अब यस्तै छ हेर केटा यस्तै छ चलन यस्तै छ पारा यस्तै छ चलन यस्तै छ पारा चौकिनी पर्यो 2-4 पटक बुढा बुढीको एकदमै चटक यहाँ त कोदो त खतरा रहेछ त यार यहाँ न कोदो ए चप्पल लाएर सर्टकट रोडको बाटो आउँछु भनेको त म्याकडक्स हिल्लै लहदा यार यहाँ त के हो बे म्याकडक्स बनाब भयो नि त छट्टी अवस्थामा जानुपर्ने भयो त सुजनसित पनि मिठो कुरा भयो सब केटाहरूलाई आशिक हाले केटाहरूले नि आशिक हाल्न पर्ने हुन्छ है केटा के भन्छ अरे के भन्छ यार त्यो कस्तो मुख भन्नै नआएको अनि सबलाई सम्झेको छ अरे याद गरेको छ अरे भनेर सुजनले चाहिँ है त ल त्यससित पनि धेरै पछि कुरा गरियो जस मजै भयो के गर्ने हो त यसको चाहिँ यसले चाहिँ पिङ हो कि अब बाँध्न पऱ्यो नि त ए सही लाएर ट्राई गर्दैछु फर्स्ट टाइम बाँध्दैछु ए भसकेर भयो होइन भाषाको ठुटा देखि बाग्दैन छन्न सक्ने खाले शब्द त नि छन् होइन सरलाई के हान्नु ल शेर अनि शेरलाई कोले के हान्नु रे लाउरे कति हो प्याज लाउरे महिना दिन मोटर मेरो 32 मलाई के हान्दैन गाई पनि भन्नुस् के मैले भान्दिन्छु भन्नुस् न राखाले अच्छा अब हान्दियो त अनि हैन राखे
यस्तो नि अझै फर्क हान्नु अझै अलि सिधा भएर बस भन्यो अरे के यसलाई त गर्नु त त्यो सिनेमै बसेको रहेछ अलि कथा टाउको अलि यता फर्काइ भन्छ रे त्यही भएर मिलाइ भन्नु रहेछ नि ओ हेप्पी दसैँ बागलुङको सुषमाला पनि देखाऊ है 2082 सालको अब दसैँ पिङ्गो बनाउँदैछ किरा छिरिछन् त काँक्रामा त हिजो कसले हानिदियो भाइ त्यो मैले खाएँ नि हो र नयाँ हो कि पुरानो हो त नयाँ हिजो लिएको पाती मुठा पार चिप्लो हेर बाजो पनि आयो हेर्नु तिमीलाई नि माला लिएर आऊ र यहाँ केटाले उन्दैछ हेर त साल पनि जाटै भइसक्यो अब चाहिँ हराउने यो चाहिँ पिङमा हाल्ने फोन घुमाउनु पर्यो नमस्ते नमस्ते यो हाल्ने भन्नु त त्यता नन लास्ट छुटे देखिन्छ हो नि त भागो हो नि बाजो यता आऊ म जाम है
ल है त जेठापछि के आउँछ एक प्लटमा भिडियो बनाइदिनु भयो है त जेठापछि माइला यो त एक सर्टमै गयो त सरी ल आयो आयो है त गजब भयो गजब बाहिर निकालो उता पेलाम त योलाई अलि यस्तो के भाइ यो बुटो छ नि यसलाई अलिकति यस्तो घुमायो भने अहिले घुमाउनु सजिलो हुन्छ कि यो उता यस्तो अलिकति यस्तो घुमाउने कि यता ल घुमाउँ न त मैले सिक्निहालेँ छैन ल भयो भयो यही त अर्को पनि ठड्डियो सित तीनवटा ल पुरपार ठुलो भन्दा ठुलो खाल्डो हुन्छ नि कान्छालिङमा पनि ठड्यो अझै यस्तो नि यो भित्र छ भने यो बाहिर हुन्छ अपोजिट हुनु पर्यो पुरपार गरौँ त ल चारवटै ठड्डियो लिङ्गो त घाम त नि डेन्जरै लाग्दा ल है त अब लिङ्गमा चढेर जिगज्याग बनाउनु लाग्छ को छिटो जाने माथि ल
दाइको धेरै माथि गर्छ उताको तान्नु त अलिकति दाइ तपाईँको रसी अलि तल सार्नु दाइ एकछिन छोडिदेऊ अलि तल सार्नु दाइ लुज गर भयो अलि अझै तल अझै कुन चाहिँ बढी यो हेरौँ यो बढी भयो त्यो बढी भयो यो तान्नु पर्यो ल भयो छोड्नु अलि कुन छ ठिकै हेरौँ यो त नुहाइन के यो त ढलिसक्यो ल हमले दाइ अलि पेल्दिनु अलि माथि पेल्नु डाबिनको होइन तपाईँको लिङ्गलाई उमा पेल्दिनु हो यो त्यतिकोमा अडाइदिनु पर्यो बाँधिदिनु पर्यो ल अब यसो अराइदिनु पर्यो त्यतिकोमा अडाइदिने गरौँ म एकछिन झरे नि हुन्छ त्यहाँ चाहिँ बेलुन रेडी भइरहेको लिङ्गको टुप्पामा हाल्ने बेलुन रेडी भयो यहाँ हाल्ने बेलुन झर्दै हुनुहुन्छ अब डिलतिरको दिपक दाई र विष्णु दाई चढ्दै हुनुहुन्छ त्यहाँ चाहिँ विष्णु दाई सेतो लाउने चाहिँ दिपक दाई कालो लाउने चाहिँ विष्णु दाई अनि यता माथि चढेको चाहिँ हुमबहादुर काका यो कान्छाको त नुहाइसकेको छ क्या हामीले तानिने चाहिँ यता मात्र भदैको मात्रै तान्ने त्यो हामीले तान्छ अग्लो होइन ठिकै छ यो धेरै अग्लो जस्तो लागेको अग्लो छ परको तानेर मिलाउनु यो पनि यो माथिको तलको नै तपाईँले नआउनु के कान्छाले तान्यो भने त आफै त नुहाइसक्यो हेर माइला त हुन्छ हेर कहाँ फुत्री गर्ने थोक्री गर न थोक्री गर्न न त्यो ठरेर मुखले थक्री गरे नि हुन्छ कि पोरोबाट हेर्ने हो कि बराबर देखिन्छ देखिन्छ के रे फालो तर कोही हामुले मिलाएर भनौँ त बलियो गरेर जानु गइसक्यो यहाँ हो नि बुढेसकालको नसाले तर खसी परिन्छ जङ्गलतिरको अलिक टाइट गरिराख है हो त डोरी समातेर गयो हुन्छ त अलिक भित्र गरिदिएर खाइदिएला
मजाले चेप्छ पो हो त्यसो अब तलबाट उता घुमाइदिनु कुनै तल हो मुनिलो हो त्यसो गरौँ त अनि बल्ल टाइट हुन्छ टाइट कसम अलि फेरि अझै माथि लैजा हो अझै तलैबाट ल्याऊ अनि टाइट गरौँ त बल्ल टाइट हुन्छ अब त बस्यो नि त भयो छोडिदिउँ हामीले छोडिदियो हुन्छ गोल्यो आउनु रुखमा बचाएन रे बधाई बजाउनु माथिको लाउनु लानुपर्छ माथिको त धेरै तलको ल ओके 1 2 3 माथिकोलाई लैजानु पर्छ तलको धेरै आयो माथिको जानु माथिको तल तानु तल अलि माथि जानु पर्ने रे ओभरला कति पर्यो अलि राख्नु पर्छ है किन मेरा भाडा बोकिले तेउरे त अर्को नि बान्दियो भाइ रसी दुईटै बान्दियो लामो बासी
बास्केटबल हान्ने होला अब होइन है भलिबल खेल्ने त बा ओके भलिबलमा त तिनीहरूले त पहिले नि इन्ट्रेस्ट नगर्ने ड्रमै जस्तो छ्याङ आयो त होइन यो त अलि पाएको मान्छेले पूजा गर्छ अब होइन यता पनि रेडी बेलुन सेलुन झुन्डेर रेडी भइसक्यो पानी पानी पर्यो त छिट्टाउँछ त घामला पानी पर्छ यार त उसले हेर्छ अर्कोले अर्कोलाई हेरेको हुन्छ ल यो खाएर सब ढल्ने होला अब काना जोकर तान्ने लेटर फाल्ने झ्याल गएर ल यता पाती पनि हाल्नु भइसक्यो के भन्छ त्यो उसलाई तेर्सो हाल्ने क्या डाँडो डाँडो हाल्ने त्यसपछि अनि बाङ्गो त अनि अब कस्तो जाने हो है छ्याङ ल लगभग सकियो अब रेडी भयो अब लगभग 95-98% भइसक्यो तल लेभल मिलाऊ पहिला लाइट त सुरु भयो पि ठ्याक्कै सकिरहेको
बस 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 बाबु है ल हो त्यहाँ बस ल कस्तो रहेछ चेप्पैसँग है 1 2 3 भन्नु थियो मलाई ल मलाई छु ल ए छैन मलाई छैन ल अरबिनको पालो अब कस्तो महसुस भइरहेको ल लिङ्गो पनि हालिसकियो है साध्य भाइ ल